सबैमा नमस्कार। आज मैले एउटा आउँदै गरेको चुनावलाई लक्षित गरेरै मैले यो भिडियो बनाउँदैछु। तर म यति पनि भन्छु, मैले न त यो भिडियोमा बालेनलाई समर्थन गरेको छु, न रविलाई समर्थन गरेको छु, न कुनै प्रमुख 3 पार्टी भनौँ, अरूलाई त म नाम लिन्न, नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेपाली कम्युनिस्ट पार्टी। मैले उहाँहरूको कसैको पनि विरोध गर्न खोजेको होइन। म त केवल मेरो आत्माले जे बुझ्यो, मेरो आँखाले हिजोको दिनमा जे देख्यो र मैले जे भोगेँ, त्यही कुरालाई मात्रै मैले यहाँ सविस्तार वर्णन गर्न खोजेको हो। मैले त्यसभन्दा अगाडि एउटा सानो कथालाई यहाँ उदाहरणको रूपमा लिन चाहेँ। मैले मेरै गाउँको नाम लिएँ। मेरो गाउँको बिचोबिच धरानबाट बग्दै आएको सेउती खोला बग्ने गर्छ। यो सेउती खोलालाई एउटा खहरे खोलाको रूपमा बुझे पनि हुन्छ। मास्तिरपट्टि, धरानभन्दा अलिकति मास्तिर पूर्वपट्टि भनौँ न, पानमारा र धरानको बिचमा अलिकति माथिल्लोपट्टि अलिकति ठुलो पानी पर्दिने बित्तिकै त्यो सेउती भेल भएर हाम्रो गाउँसम्म पुग्छ र कहिलेकाहीँ यति ठुलो भेल आउँछ, गाउँमा पस्छ, खेतबारीमा पस्छ त्यो भेल। र एकपटक त्यहाँका गाउँलेहरूले मिलेर सरसल्लाह गर्छन्, यो भेलले, यो सेउतीको भेलले साह्रै दुःख दियो, यसमा हामीले बाँध बाँधे केही सुरक्षित भइन्छ कि भन्ने हिसाबले सल्लाह गर्छन्। सल्लाह अनुरूप ढुङ्गा सङ्कलन गरिन्छ र खोलाको दुवैतर्फ बाँध निर्माण गरिन्छ। ती ढुङ्गालाई तार जालीले बाँधेर राखिन्छ। त्यस पछाडि हरेक वर्ष बाढी आउँछ, भेल आउँछ, तर त्यो ढुङ्गाको बाँधलाई छिचोलेर बाढी गाउँमा पस्न असमर्थ हुन्छ। यसरी नै दैनिक चल्दै जान्छ। बाढी आउँछ, भेल आउँछ, तर पस्दैन। कालान्तरमा के हुन्छ भने त्यहाँका नेताहरू, अलिकति जान्ने बुझ्ने, लोभी अथवा पापी मन भएकाहरूको दिमागमा एउटा लोभ पस्छ, उनीहरूको मनमा एउटा लोभ पस्छ। उनीहरूले केमा लोभिन्छन् भने त्यो ढुङ्गालाई बाँधेर राखेको तारप्रति उनीहरूको लोभ जाग्छ र त्यो तार निकालेर बेची खान्छन्। उनीहरू मिलेर बाँडीचुडी गरेर खाइदिन्छन्। र त्यसै वर्ष फेरि धरान र पानमाराको बिचमा ठुलो पानी पर्छ, सेउतीमा बाढी आउँछ र हाम्रो गाउँको खेत खलियानमा पुरै बाढी पसेर त्यहाँको अन्नबाली सम्पूर्ण नष्ट गरिदिन्छ। अब यहाँनिर भन्नुहोस् त, दोष कसको थियो? ती ढुङ्गाको, जसले त्यो भेललाई रोक्न सकेन, या त ती लोभी पापी मन भएका नेताहरूको, जसले त्यो ढुङ्गालाई बाँधिरहेको तारलाई बेची खाए, या ती खेती किसान गर्ने गरिबहरूको, जसले हाम्रो दैनिक भान्सामा अन्न सागसब्जी पुर्याउँथे, अथवा त्यो भेलकै जुन प्रकृतिको नियम थियो, पानी परेपछि भेल आउनु पर्थ्यो, या त्यो खहरेको। यो कसको गल्ती थियो त्यो छुट्याउने जिम्मा मैले तपाईँहरूलाई छोडेँ। अब यही कथालाई सन्दर्भ जोड्दै म तपाईँहरूलाई के भन्छु भने, हाम्रा यी पुराना 3वटा पार्टी, नेकपा एमाले, नेपाली काङ्ग्रेस र तत्कालीन नेकपा माओवादी, यिनीहरूले के गरे? यिनका 3टा टाउकेलाई एकचोटि ध्यान दिएर विचार गर्नुहोस् त। एकचोटि विचार गर्नुहोस्, उनीहरूले के गरे 2072 देखि 82 को बिचमा। उनीहरूले एउटा म्युजिकल चेयर खेलेर बसे, घरि यो सत्तामा पुग्ने, घरि त्यो सत्तामा पुग्ने। उनीहरूले आफ्नो नीति, नियम, सिद्धान्त सबै बेची खाए। जसरी त्यो तार जालीले ढुङ्गालाई बाँधेर राखेको थियो, त्यसरी नै बाँधेर कार्यकर्तालाई अथवा समर्थकलाई बाँधेर राख्ने पार्टीको सिद्धान्त विरुद्ध गएर उनीहरूले म्युजिकल चेयर खेल्ने जुन परिपाटी सुरु गरे, त्यसैको आक्रोश रूपमा, त्यसैको परिणाम स्वरूप जनताहरू आक्रोशित भएर रासपा, एउटा खहरेको रूपमा रासपा उदयमान हुँदैछ।
आज हामीलाई डर लागिरहेको छ, तर्सिरहेका छौँ, डराइरहेका छौँ भनेर केही पनि हुनेवाला छैन। अब राजसपा एउटा खहरे बनेर आउँदैछ, केलाई तहस नहस गर्छ थाहा छैन, हामीलाई थाहा छैन। रवि खहरे हुन् या बालेन खहरे हुन् या राजसपा पुरै खहरे हो। अब यो राजसपाले सम्पूर्ण चिज बगाउँदैछ, सम्पूर्ण पार्टीहरूको अस्तित्व मेटाउने गरी भेल आउँदैछ, यसलाई स्वीकार्नै पर्छ। अब तर हामीले सम्पूर्ण अस्तित्वलाई विनाश गर्ने गरी खहरे आउँदैछ भन्दाखेरि हामीले अर्को कुरा के पनि बुझ्नुपर्छ भने खहरेले सधैँ ढुङ्गा मुढा मात्र बगाएर ल्याउँदैन, त्यसले मासतिरबाट कलिलो उब्जाउ हुने माटो पनि बगाएर लिएर आएको हुन्छ, जसले खेतबारीमा पसेर झन् उब्जाउ जमिनमा परिणत गरिदिन्छ त्यो जमिनलाई। अब भोलिका दिनमा राजसपाले चुनाव जितेर गएपछि हाम्रो देशको लागि गल्ती नै हुन्छ, गलत काम नै गर्छन् भनेर म अहिले ठोक्वा चाहिँ भन्न सक्दिनँ र उनीहरूले राम्रो नै गर्छन् भनेर पनि म अहिले भन्न सक्दिनँ। तर यसमा जे पनि हुनसक्छ। तसर्थ खहरेको रूपमा अथवा एउटा भेलको रूपमा आउँदै गरेको राजसपालाई तपाईहरूले तार चुट्याइसकेको ढुङ्गा जसरी छरपष्ट पार्नुभयो, नीति नियम सबै मिचेर कार्यकर्ताहरूलाई छरपष्ट हुन दिनुभयो, अब त्यसको परिणाम त तपाईँहरूले भोग्नै पर्छ। हेक्का रहोस्, आउने 21 गतेको चुनावमा राजसपालाई अब कसैले रोक्न सकिने छैन, तपाईँहरूले त्यसको सजाय त भोग्नै पर्छ। हस्, धन्यवाद।